Well, today, आज हामी क्विजको निमित्त एकदमै उपयोगी हुने राउन्ड क्विजको जेनरल राउन्डमा स्क्रिनिङ गर्न सकिने यो सेमी अटोमेसन अटोमेटिक यो जेनरल राउन्डलाई चाहिँ हेर्न गइरहेका छौँ। यसमा यसरी बनाइएको छ कि यसमा सेमी अटोमेसन छ जसलाई म तपाईँहरूको बिचमा देखाउने छु। यहाँ हामीहरूको बिचमा रुल्स छ। रुल्समा क्लिक गर्यो भने अनि रुल्समा क्लिक गर्यो भने तपाईँहरूको बिचमा रुल्सहरू देखा पर्छ अनि यो रुल्सलाई हामी यसरी यहाँ हेर्न सक्छौँ, राइट। अनि यो रुल्स अनि जहाँ चाहिँ हामी देख्छौँ त्यो रुल्सलाई हामी बताइरहनु पर्ने आवश्यकता पर्दैन यदि हामीले यसो गरेका छौँ भने। सो अनि यो राउन्डमा चाहिँ कुनै पनि ग्रुप अथवा टिमले क्वेसन सिलेक्ट गरेको केसमा हामी त्यसलाई क्लिक गरेको भरमा हामी यसरी अटोमेटिक स्क्रिन हामी देख्छौँ। टाइमर 30 सेकेन्ड्सको लिमिट छ जहाँ चाहिँ हामी त्यसरी देख्न पाउँछौँ, राइट। सो यसको लागि चाहिँ अलिकति मेहनत चाहिन्छ छ। मैले त्यति धेरै पनि सिकिसकेको छैन, मलाई कम्प्युटर चलाउनु पनि त्यति धेरै आउँदैन, तैपनि मैले यो प्रयास गरेको छु। अनि यो आन्सरमा हामी देख्छौँ, आन्सरमा क्लिक गर्यो भने अनि क्वेसनको आन्सर अटोमेटिकली हामी देख्न सक्छौँ। ओके, तपाईँहरूलाई कस्तो लाग्यो? यदि तपाईँहरूलाई राम्रो लागेको छ भने कृपया कमेन्टमा आफ्नो विचारहरू लेखिदिनु हुन म अनुरोध गर्न चाहन्छु। केही कुराहरू सिक्दैछु, केही कुराहरू जान्ने प्रयास गरिरहेको छु। सो होप द्याट यु लाइक्ड इट. Once again, thank you everyone.